Hello everyone, welcome back to my another adventure vlog. So आज पनि फेरि लौके झरनासम्मको यात्रा ट्र्याकिङ तय गरेर चाहिँ म अहिले आइसकेको छु हैन। सो अगाडि छ रानी पौवा जाने गाडी अनि म अहिले छु बालाज बाइपासमा। अब यहाँदेखि सिधै रानी पौवा जाने गाडीमा चढेर तल निस्केर त्यहाँबाट चाहिँ 1-1.5 घन्टा बाइक गर्नुपर्ने छ। सो लेट्स गो है त, लेट्स एक्सप्लोर द लौके वाटरफल टुगेदर गाइज। स्टे विथ युथा ब्लग्स। सो एभ्रिवान, अहिले चाहिँ म ठ्याक्कै टोटल 40 मिनटको लोकल बस यात्रा पछाडि यो काउले चोक भन्ने ठाउँमा छु हैन। यहाँ आइपुगेको छु। अब यहाँदेखि चाहिँ हाम्रो अफिसियल हाइक सुरु हुन्छ है त। सो लेट्स गो एन्ड लेट्स सी। धान रोपेर चाहिँ यता धान 3 धान रहेछ अनि मकै छ। पारी पनि सब मकै र धान रोपेर चिज रहेछ। बवाल क्या दाम देखिन्छ है। सो हामी चाहिँ यो बाटो गइरहेको छौँ होइन। यहाँबाट गएर त्यो बाटैबाट भएर चाहिँ यो कट्नुपर्ने हुन्छ है। म चाहिँ अहिले ठ्याक्कै यो लौके झरनाको अपोजिट साइडमा आइसकेको छु है। यस्तो पछाडि चाहिँ सिधी 20 मिनट जति झर्नुपर्ने हुन्छ है। ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। सो लौके झरना यही बिचमा छ। लेट्स गो है त गाइज, लेट्स गो लौके झरना, लौके वाटरफल। Yeah guys, did you guys hear that sound? यहाँ छ है लौके झरना चाहिँ। अहिले त्यस्तो साह्रो बढा छैन रहेछ है, अहिले सानै रहेछ। श्रावण 15-16 तिर आयो भने चाहिँ ठिक्क हुने रहेछ। त्यति बेला फेरि एकचोटि आउनुपर्छ है। इफ यु गाइज आर रेडी टु हाइक विथ मी देन श्रावणमा आउनुपर्छ है एकचोटि। लौके झरना
Here we go, guys. लाउके झर्ना आइपुग्यो है आइपुग्यो. So that one is called Lauke waterfall. Bring me into golden sunlight. If I'm going with you, I know we'll get to the other side. Sinking in, I know this feels right. Catching a breeze, love moving through me like a wildfire, like a wildfire. So okay, all right everyone. अहिले चाहिँ हामीले यो लौके झर्ना आएर खेलेर फोटो खिचेर भिडियो भनेर सब सक्यो होइन. अब चाहिँ हामी यहाँदेखि सिधै काउले चोक जानेछौँ. त्यस पछाडि भस चढेर चाहिँ सिधै काठमाडौँतिर फर्किन्छौँ है. आजको लागि हाम्रो हाइक चाहिँ यतै सिद्धिन्छ. सो थुप्रै मान्छेहरू छ. आज शुक्रबार भए पनि तलको ग्रुपहरू हुन्छ, माथि पनि हुन्छ. अनि यहाँ अगाडि 4-5वटा ग्रुपहरू आउँदै जाँदै गरेको छौँ. हामी चाहिँ सबसे फर्स्टमा आएको अनि सबसे लास्टमा चाहिँ अब हामी पनि माथि जानु लागेको. सो आजको लागि हाम्रो हाइक चाहिँ यतै सिद्धिन्छ है. भिडियोलाई लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला है. त अब अर्को भिडियो लिएर अर्को हप्ता हुन्छ या 15-20 कहिले हुन्छ डेट हुन्छ त्यति बेलासम्मको लागि चाहिँ बाई टेक केयर गाइज लभ यु अल बाई स्टे विथ लोटा ब्लग है.